आदिखोला टिभी। नमस्ते, हामी चाहिँ आदिखोला टिभीबाट अनि आज चाहिँ हामी चाहिँ जङ्गल मुभीको रिपोर्टिङ गर्दैछौँ अनि हामी यो मुभीको लागि आएका छौँ। आज यो लोसे महलमा हाम्रो यो जङ्गल मुभीको आज च्यारिटी सो सुरु हुँदैछ अनि यो सोमा चाहिँ आज सबै यो मुभीको कलाकारहरू सबजना उपस्थिति हुनुहुनेछ अनि उहाँहरूसँग चाहिँ हामी प्रत्यक्ष रूपमा कुरा गर्नेछौँ। अनि मेरो साथीहरू आउँदै हुनुहुन्छ, के एक्साइटेड हुनुहुन्छ? हेलो, अनि के मुभी हेर्न एक्साइटेड हुनुहुन्छ? एक्साइटेड छु। कस्तो छ होला? अनि हाम्रो यो चाहिँ हाम्रो चिनजानकै आदरणीय के अरे कलाकार हाम्रो रवि सर होइसिन्छ अनि रवि काकी सर होइसिन्छ, उहाँसँग पनि हामी कुरा गर्नेछौँ। अनि यहाँको हरेक कलाकारहरूसँग हामी आज प्रत्यक्ष भेटेर अनि उनीहरूलाई यो मुभी सम्बन्धी सबै कुराहरू सोध्नेछौँ अनि कुरा गर्नेछौँ। यसको अपडेट आउँदै गर्छ। उहाँहरूलाई सोधौँ है त, के को लागि आउनुभएको आज यो लोसे महलमा? हामी जङ्गल मुभी हेर्न। जङ्गल मुभी हेर्न? अनि एक्साइटेड हुनुहुन्छ? ल, हेरेर पछि रिभ्यू दिनुपर्छ है। ओके, हाम्रो नानी बाबुहरू के को लागि आएको? जङ्गल जङ्गल भन त ल। जङ्गल बेस्ट, जङ्गल मुभीलाई बेस्ट अफ लक। कुन मुभी हो? जङ्गल। ल, जङ्गल हेरेर पछि रिभ्यू दिनु होला है त, कस्तो बनाएर रहेछ के रहेछ। नानीहरू हेर्न एक्साइटेड हुनुहुन्छ? गुड। ल, राम्रोसँग हेर्नु होला, इन्जोय गर्नु होला। के कस्तो छ? ए, उहाँ त बिजी भइसिँदो रहेछ है, उहाँ त बिजी हुनुहुँदो रहेछ। हेलो, नमस्ते सर। नमस्ते। अनि के आज यहाँ के हुँदैछ? यो जङ्गलको विशेष सो हो आज। हजुर। अनि के आज के च्यारिटी सो सुरु भएको हो? यहाँ के हजुरको टिमहरू सबै आइसकेको छ? प्राय सबै आइसक्यो। हो, ल। जङ्गल सँगै जङ्गल। यहाँ गाइज आज जङ्गलको माहौल एकदम तातिरहेको छ। यहाँ सानो सानो बाबु नानीहरू सबैजना जङ्गल मुभीको लागि एकदमै उत्साहित हुनुहुन्छ। अब हेरौँ। तपाईँले सोच्नु भएको छ म तपाईँ बिना कसरी बसुला? मध्यान्तर भएको छ अनि ब्रेक टाइम, सबैजना ब्रेकफास्टको लागि आइसक्नु भएको छ। म मुभी हेर्नेलाई सोध्दैछु के भन्नुहुन्छ है त। हेलो, हजुरले जङ्गल मुभी हेरिसक्यो? हो, अनि अहिले मध्यान्तरको टाइम छ अनि अहिलेसम्मको कस्तो लागिरहेछ त मुभी? एक त मुभी अहिलेको वर्तमान अवस्थालाई हजुर इङ्कित गरेर बनाएको हो कि जस्तो लाग्छ, किनभने अब यसको सेकेन्ड पार्ट त अझै बाँकी नै छ। आउनै बाँकी छ। अनि अझै कति एक्साइटेड हुनुहुन्छ? धेरै नै एक्साइटेड छु नि, आधी मात्रै हेरिया छ। अब यस पछाडि के हुन्छ भन्ने, अब सिरिज के छ भन्ने एकदम एक्साइटमेन्ट स्वाभाविकै हुन्छ। अहिलेसम्मको चाहिँ हजुरलाई बेस्ट पार्ट लागेको चाहिँ के हो? बेस्ट पार्ट त तपाईँको जुन स्टोरी, जुन उहाँहरूले कन्सेप्ट बनाउनु भएको छ नि, हजुर, त्यो एउटा राम्रो छ। र अर्को भनेको यद्यपि पब्लिक फिगर नहुनु एउटा पक्ष रहे तापनि जुन डायलग डेलिभरी छ हजुर, त्यो अत्यन्तै राम्रो छ। तपाईँको सबैले आफ्नो तौर तब्काबाट जति पनि हामीले पात्र देख्यौँ, त्यहाँ क्यारेक्टरहरू देख्यौँ, उहाँहरूको जस डायलग डेलिभरी बहुत राम्रो छ। अनि यो जङ्गल मुभीको इन्टायर टिमलाई के भन्न चाहनुहुन्छ? होइन, उहाँहरूलाई त धेरै धेरै बधाई पनि दिन्छु। हजुर, र अझै यसलाई तपाईँहरूले अझै अगाडि बढाउनुहोस्। हाम्रो बेस्ट विशेष छ, अझै बेस्ट विशेष छ। ओके, अब यसमा अझै केही सुधार्नु छ भने अझै सुधारेर पनि जानुहोस्, होइन, अझै राम्रो गर्नुहोस्। ल। अब फेरि हजुरलाई अब यो मुभी सकिसकेपछि फेरि म रिभ्यू लिने छु, हजुरले के जवाब दिइसिन्छ हेरौँ है त। ओके, मुभीलाई के भन्न चाहन्छ? गुड लक, अल द बेस्ट, गुड लक। थ्याङ्क यू। अनि हजुरलाई अहिलेसम्म यो मुभी चाहिँ कस्तो लागिरहेको छ? मुभी कन्टेन्ट हेर्दाखेरि राम्रै छ। हजुरको नाम दिसो न, नाम के हो? मेरो नाम महेन्द्र तामाङ हो। हजुर, ठिकै लागेको छ। देशसँग सम्बन्धित यो अहिलेको वस्तुगत परिस्थिति, हजुर, जो देशको समस्या छ, युवाहरू पलायन त छ होइन, थप चाहिँ विकास गरेर लिएर जानुपर्छ। हजुर, जोस फिल्म चाहिँ राम्रो छ, यसको
होइन अन्तर्यमा जाँदाखेरि राम्रै देखिन्छ यसको विषयवस्तु ठिकै अहिले छ अब मध्यान्तरसम्म हेरेका छौँ हामीले अब अझै बाँकी नै छ मुभी होइन अन्तिमसम्मको यसको अब हेर्नै बाँकी नै छ अब यसको हजुरले यो मुभीलाई अहिलेसम्म चाहिँ जोस् राम्रो मान्नुभएको छ हो युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ आफ्नै देशमा रहने वातावरण बनाउनुपर्छ ठिक छ तपाईँहरूको प्रगति होस् राम्रो गरिराख्नु भएको छ फिल्म राम्रो बन्दैछ होइन विषयवस्तुसँग सम्बन्धित छ यसले समाजलाई दिने सन्देश होइन युवाहरूमा या चाहिँ जनमानसमा दिने सन्देश चाहिँ राम्रो होस् राम्रो हुनेछ होइन यसले फेरि उन्नति फेरि अर्को फिल्महरू बनाउँदाखेरि राम्रो प्रगति गरेर जानुहोस् हाम्रो शुभकामना छ ल शुभकामना हाम्रो जङ्गल मुभी टिमलाई हाम्रा दर्शकहरूसँग हामीले कुराहरू लिँदैछौँ रिभ्यू लिँदैछौँ उहाँहरूको सबै पोजिटिभ रिभ्यू जाँदैछ मलाई पनि भगवानले साथ दिएर बाकसमा फर्किनु परेन भने अवश्य सहभागी हुनेछु तपाईँको यात्रामा हाम्रो चाहिँ अब फाइनल्ली यो चङ्गुलको च्यारिटी सो सिद्धिको छ म अब दर्शकहरूलाई सोध्दैछु उहाँहरूको रिभ्यू के आउँछ मुभी कस्तो लाग्यो एकदमै राम्रो के भन्नुहुन्छ यो टिमलाई एकदम राम्रो यसको बेस्ट पार्ट के लाग्यो हजुरलाई यसको बेस्ट पार्ट भनेको यो विदेशमा जुन हाम्रो जति पनि विदेशमा गइरहेछ नि त्यो नेपालमै रोक्नुपर्छ नेपालमै रोजगारी सिर्जना गर्नुपर्छ यो एउटा सिस्टम बनाउनुपर्छ भन्ने कुरा चाहिँ एकदम स्पेसल पार्ट छ लिडरहरूलाई एकदमै घोचिलो पेचिलो रूपमा सन्देश दिएको छ धन्यवाद हेलो मुभी कस्तो लाग्यो हजुरलाई एकदमै राम्रो थियो हो हजुरलाई मुभी कस्तो लाग्यो के भन्नुहुन्छ टिमलाई राम्रो छ एकदम बधाई छ यसको सबभन्दा बेस्ट पार्ट के लाग्यो हजुरलाई बेस्ट पार्ट अब यो परिवर्तन देशमा परिवर्तन चाहियो भने ल धन्यवाद हेलो मुभी हेर्नुभयो हेऱ्यौँ कस्तो लाग्यो एकदम बबाल लाग्यो ल धन्यवाद हजुरलाई यो मुभीको कुनै डायलग याद छ डायलग त अब होइन बाबु कस्तो लाग्यो मुभी राम्रो ल हाम्रो दर्शकहरू चाहिँ यहाँनिर सबैजना यता हुनुहुन्छ सबै सर यता हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ म सोध्दैछु सबैजनाले मुभीको रिभ्यू दिँदै हुनुहुन्छ अब म उहाँलाई सोध्छु है त हेलो बुनु हाई यता मुभी हेऱ्यौ कस्तो लाग्यो एकदमै राम्रो ल धन्यवाद हेलो मुभी हेरिस्यो कस्तो लाग्यो त राम्रो छ अनि यो मुभीको कुनै डायलग याद छ डायलग चाहिँ याद गर्दिनँ अनि यो मुभीमा कुनै हजुरलाई सबैभन्दा मन छोएको कुरा चाहिँ के हो मन छोएको स्टोरी स्टोरी है ल धन्यवाद म आफैले काम गरेको छु भोइसमा अनि उहाँको नि भोइस छ है त मुभीमा त्यही भएर उहाँको कामलाई अप्रिसिएट गरौँ अब हामी यता सोध्दैछौँ हेलो मुभी हेरिनु भयो कस्तो लाग्यो मुभी एकदम राम्रो लाग्यो हो हजुरलाई कुनै डायलगहरू के याद छ मुभीको खासै याद त छ अब यो हाम्रो यो टिमलाई चाहिँ के भन्न चाहनुहुन्छ सबैजनालाई धेरै धेरै बधाई छ आइदिनु भयो आज च्यारिटी सो मात्र भइरहेको छ अनि अब यो भव्य रूपमा प्रदर्शन हुनेछ यो मुभी टिमलाई के भन्न चाहनुहुन्छ एकदम धेरै धेरै बधाई छ हाम्रो राकेश गुरु लगायत अरू टिमहरू सबैलाई होइन अनि हाम्रो अन्य गुरुबाहरू अब सबैजना आउनु भएको छ होइन सबैजनालाई धेरै धेरै बधाई छ धन्यवाद छ होइन आयो हेऱ्यौँ अब यो नेक्स्ट चाहिँ अब कहिले हुँदैछ आज त यो सो मात्रै भयो होइन अब नेक्स्ट अब कहिले हुँदैछ त अब नेक्स्ट चाँडै नै हुनेछ यसको अब अपडेट हुन्छ हजुरहरूले हेर्दै गर्नु होला हुन्छ ल हाम्रो यो मुभीको बारेमा चाहिँ हामीले रिभ्यू लिँदैछौँ सबैजनाले एकदम पोजिटिभ दिँदै हुनुहुन्छ हेलो हजुर नमस्ते हजुरहरूले मुभी हेर्नुभयो हजुर हजुर कस्तो लाग्यो आज च्यारिटी सोमा सहभागी भएर यो सो कस्तो लाग्यो एकदमै राम्रो लाग्यो म त कति रोएँ एकदमै मन छोयो है एकदमै राम्रो लाग्यो अहिलेको वास्तविक घटनामा आधारित हजुर छ यो फिल्म एकदमै राम्रो छ हजुर सबै जनतालाई चाहिएको फिल्म बनेको छ क्या सबैले एकचोटि हेरिदिनु होला भनी म अनुरोध गर्दछु उहाँले अनुरोध गर्दै हुनुहुन्छ यो मुभीलाई चाहिँ फेरि सबैजनाले हेर्नु होला भन्दै हामी अझै सोध्नेछौँ हजुरलाई यो मुभी कस्तो लाग्यो एकदमै एकदमै सुपर यति म त यति धेरै मन छोयो होइन यो इच्छा थियो होइन यो फिल्म मेरो कन्सेप्ट पनि हो कि तर जय साहबले हाम्रो चाहिँ रवि कार्की होइन यसको मेन हिरो चाहिँ हाम्रो जय साहब पनि हो होइन उहाँले यस्तो राम्रो फिल्म बनाइदिनु भएछ यस्तो मन छोयो कि यो देशलाई चाहिएको वास्तवमा हुनुपर्ने अहिलेको राजनीति अवस्थाहरूलाई चाहिँ जय साहबले पहिले नै उतारिदिनु भयो कि है
यहाँको हिरोले एकदमै यहाँको डाइरेक्टर पनि एकदमै राम्रो सबै कुरा एकदमै यति धेरै मन छोएको छ सुधार्नुपर्ने कुनै पक्षहरू छन् भने यस्तो हुन्छ सबै कुरा 100% पर्फेक्ट यो संसारमा केही पनि हुँदैन सामान्य कुराहरू कमी कमजोरी होलान् होइन तर जुन दिन खोजेको म्यासेज हो त्यो एकदमै राम्रो गरी फ्लो भएर आएको छ एकदमै खुसी लागेको छ धन्यवाद उहाँहरूले चाहिँ रिभ्यूहरू राम्रो दिइराख्नु भएको छ अब मैले चाहिँ यो चङ्गुल मुभीको डाइरेक्टर साहबलाई देख्दैछु उहाँसँग म कुनै क्वेसन गर्दैछु अनि हेर्नु होला उहाँले के भन्नुहुन्छ हेलो हाम्रो चङ्गुल मुभीको हजुर चाहिँ डाइरेक्टर हजुर अनि मुभीको विषयमा केही अब मुभीको विषयमा त के भनौँ र अब मैले गर्ने काम चाहिँ ती सबै गरेछु अब दर्शकले त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ कसरी लिनुहुन्छ भन्ने कुरा हो अब छिटै रिलिजको तयारीमा छ आज यो एउटा एज अ च्यारिटी सो हो यो चाहिँ है अब यो 2-4 अनि यो सो चाहिँ अब कहिले लाग्दैछ त हाम्रो उहाँहरूले चाहिँ अब कहिले लाग्दैछ भनेर फेरि सोध्दै हुनुहुन्थ्यो हेर्नु भएकोले नि फेरि हेर्न चाहना गरिराखिसकेको छ अनि हजुरले ल भनिन्छ अब चाहिँ कहिले रिलिज हुँदैछ भव्य रूपमा देशव्यापी रूपमा आज यो सोमा डिस्ट्रिब्युटर सर पनि आएर हेर्नु भएको छ हजुर 2-3 जना डिस्ट्रिब्युटर सरहरूसँग कुरा गरिरहेछौँ हजुर अब उहाँहरूले कसले लिनुहुन्छ र अब त्यो क्यु अनुसार पालो अनुसार कहिले सो आउँछ त्यो फेरि भनौँला पब्लिसिटी गरौँला त्यसको लागि फेरि अहिलेलाई जे होस् दर्शकलाई यो ट्रायल सो जस्तो हो अब यो सो चाहिँ हेरेर प्रतिक्रिया कस्तो सबैजनाले हेरेर मन छोयो भनेर एकदम शुभकामना दिँदै हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु अब उहाँहरूले यसरी मन पराइदिँदाखेरि हामीलाई काम गर्ने अरू ऊर्जा थप ऊर्जाहरू प्राप्त हुन्छ उहाँ चाहिँ हाम्रो डाइरेक्ट चङ्गुल मुभीको डाइरेक्टर हुनुहुन्छ उहाँसँग नमस्कार मेरो नाम सुषमा केसी हो चङ्गुल मुभी मलाई धेरै नै राम्रो लाग्यो र म सबैलाई भन्न चाहन्छु यो चाहिँ हाम्रो समाजमा घटेका घटना र घर घरको कहानी पनि हो है हामी सबैजनाले एकचोटि आएर हेर्नै पर्ने खालको फिल्म छ सबैजनालाई यही अनुरोध गर्न चाहन्छु हजुरहरू सबैजना आएर एकचोटि हेर्नुहोस् आज म 2 चोटि रोएँ त्यति मन छोयो मेरो क्या एकदमै मन छुने डायलगहरू त धेरै छन् हाम्रो आदेश सरले चाहिँ म मरेर के भयो र तर देश कहिले मेरो देश बाँचिरहोस् यो डायलग चाहिँ एकदमै धेरै राम्रो लाग्यो क्या मलाई अहिले चाहिँ म अब यो मुभीको कलाकारहरूसँग प्रत्यक्ष रूपमा भेट्ने क्रम जारी नै छ अनि यहाँ चाहिँ मुभीको म देख्दैछु उहाँहरू चाहिँ बिजी हुनुहुन्छ फोटोसुटमा एउटा क्वेसन गर्छु नमस्ते नमस्ते हजुर त हाम्रो यो मुभीको कलाकार होइसिन्छ हजुर मुभीको विषयमा केही जानकारी दिन्छ न हेर्नु भएन हेरेँ मलाई एकदम राम्रो लाग्यो मुभी अब जानकारी के चाहियो त ल भन्नु मुभी तपाईँले सँगै हेर्नुभयो मैले नि हेरेँ बरु मैले चाहिँ सोध्नुपर्छ कस्तो लाग्यो यो मुभीको मलाई त एकदमै राम्रो लाग्यो अनि यो मलाई यहाँको एउटा डाइलग मन परेको छ रातो टिका रातो खाता ओढेर त यो त शुभ साइतको सङ्केत गर्नुपर्ने होइन र तर किन आँखामा आँसु किन यसमा चाहिँ विदेश जाने क्रममा यो क्वेसन गर्नुभएको छ हाम्रो त्यो टिमको एकजना नायकले अनि यो डायलगले चाहिँ मलाई एकदमै मन छोएको थियो अनि मलाई चाहिँ राम्रो लागेको छ अनि मलाई देखेर कति रिस उठ्यो हजुर देखेर त होइन हजुर देखेर मलाई रिस उठेन मलाई एकदम मन परिरहेको थियो मैले पुरा उठिदिरहेको त्यो हजुरको वालामा त म कति हाँसेँ होइन तपाईँलाई मेरो हाँसो मन पर्यो ओके थ्याङ्क यू ओभरअल अहिलेको देशको परिस्थिति अनुसारको मुभी बनेको छ हजुर जागरण चाहिन्छ हरेक युवाले आफ्नो ठाउँबाट पहल गर्नु यहाँ हरेक दर्शकहरूले चाहिँ एकदम पोजिटिभ रिभ्यूहरू दिइराखिसकेको छ अनि कहिले लाग्छ अब हामी फ्यामिली पनि लिएर आउँछौँ अनि हामी फेरि पनि हेरेर उत्साहित छौँ भन्दै हुनुहुन्छ अनि यो मुभी कहिले लाग्छ होला कसरी यो मुभीलाई चाहिँ कसरी हजुरले हेर्न भन्न चाहिन्छ मतलब मुभी विभिन्न प्रकारले बनेका हुन्छन् कुनै मनोरञ्जनका मात्रै लागि मात्र बनेका हुन्छन् यो एउटा शिक्षाप्रद छ होइन देशको लागि केही गर्नुपर्ने एउटा मातृभूमिको लागि देशमा जन्मिसकेपछि के गर्नुपर्छ एउटा नागरिकले भन्ने कुरा त्यो जजमा उठाउन खोजिएको छ माटो चिनाउन खोजिएको छ त्यस कारणले मुभी हेर्नै पर्छ हाम्रो यो मुभीको हामी कलाकारहरूसँग जोडिने क्रम अझै जारी नै छ अझै मैले अर्को हाम्रो कलाकार पनि देख्दै छु उहाँलाई पनि केही प्रश्नहरू गर्दैछु ल गुड लक है त हजुरहरूलाई हेलो हजुरको यो मुभीमा मैले देखेको थिएँ हाम्रो कलाकार अनि हाम्रो प्रत्यक्ष हाम्रो आदरणीय नायकहरूसँग होइसिन्थ्यो अनि यो मुभीको विषयमा के भन्दैछ न
मुभीको विषयमा अहिलेको समसामयिक विषयमा हामीले बनाइरहेको हो होइन। अहिलेको जुन समस्या छ नेपाललाई त्यसलाई चाहिँ प्रस्तुत गरेको जनताको सामु त्यस्तै छ। त्यस्तै छ। अब हाम्रो टिमलाई चाहिँ हामी गुड लक भन्छौँ अनि हाम्रो टिमसँग हामी प्रत्यक्षजना हाम्रो बाल कलाकारलाई देख्दैछु, उहाँसँग म कुरा गर्दैछु है त। हेलो बुनु, अनि हजुरको मुभीमा चाहिँ के रोल छ? छोरी। अनि ल भन्नुहोस् मुभीको विषयमा केही। हजुर यहाँ मुभीमा चाहिँ नानी चाहिँ रोइरहेको देखेको थिएँ, अनि ड्याडी विदेश हिँड्दा अनि हाम्रो आफ्नो मान्छे बाहिर जाँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ? एकदम स्याड फिल, एकदम गाह्रो हुँदो रहेछ। यी नानीको दमदार प्रस्तुति छ यो मुभीमा। रवि कार्की सरसँग नायक, उहाँसँग म कुरा गर्नेछु है त। नमस्ते सर। नमस्ते हजुर। अनि हजुरको मुभी त एकदमै राम्रो थियो, मैले हेरेँ। अब मुभीको विषयमा केही भन्दिछु। यो चाहिँ देश परिवर्तनको लागि मेरो मनमा जे थियो हजुर त्यो नै अगाडि ल्याएको होइन। विशेष गरी चाहिँ यो अब यो भदौको 23 र 24 को जुन जेन्जी आन्दोलन छ नि, जस्तो मेरो सोच र त्यो आन्दोलन चाहिँ ठ्याक्कै मिल्न गयो क्या। भनेपछि मेरो सोच पनि गलत रहेनछ भनेर चाहिँ मलाई अहिले चाहिँ एकदम खुसी लाग्छ। त्यो हुनाले चाहिँ अब रिलिजको टार्गेट पनि मेरो सायद भदौको 19 अहिले नै तोक्दै मैले अब डिस्ट्रिब्युटरसँग बस्न बाँकी नै छ। तर किनभने 23 र 24 चाहिँ यो देश परिवर्तनको मेन डे भनेको 23 र 24 हो। त्यहाँबाट त्यो हुनाले त्यसलाई नै टार्गेट गरेर यो मुभी चाहिँ म रिलिज गर्ने टार्गेटमा छु। विशेष गरी युवा जेनेरेसनलाई टार्गेट गरेर बनाएको मुभी होइन। सबैले देश परिवर्तनको लागि केही न केही योगदान गरेको छन्, त्यो हुनाले पनि यो मुभीलाई पनि हेर्नुपर्ने भन्ने चाहिँ मेरो आग्रह सबैलाई गर्न चाहन्छु। धन्यवाद। के अरे राकेश सरसँग कुरा गर्दैछौँ अनि हामी टिमहरू नै त्यो मुभी हेर्दा हामीले उहाँको त्यो मुभीको विषयमा पनि त्यहाँ पनि कुरा गर्दै थियौँ। अनि राकेश सरलाई चाहिँ अब हामी मुभीकै विषयमा भन्छौँ। यो मुभी चाहिँ कहिले रिलिज हुँदैछ? अब यो ठ्याक्कै यो त एक्ज्याक्टली प्रड्युसरलाई सोध्नु पर्ला, म कुन डेट हो भनेर मैले भन्न सक्दिनँ। स्पेसल सो हो एउटा। अब डेट के छ उहाँहरूलाई थाहा होला, मलाई अहिले ठ्याक्कै यही डेट भन्ने छ, भदौ भन्ने जस्तो लागेको छ मलाई। रवि सर के भदौ 19 हो? ए भदौ 19 नै रहेछ। अनि सबैजनाले एकदम शुभकामना दिइरहनु भएको छ अनि सबैजनाले यो मुभीलाई एकदमै उत्साहका साथ के अरे राम्रो भन्दै हुनुहुन्छ। अनि हजुरहरूको चाहिँ कुनै फेरि अर्को प्रोजेक्ट छ कि छैन कुनै मुभी? अहिले अब तुरुन्तै अर्को प्रोजेक्ट भनेर त्यसरी त छैन नै, तर कतिपय कुराहरू अब फ्लोरमा नगइकन यो नै छ यो नै गरिराखेको छ भन्ने त छैन। अब काम त पक्कै आइरहेकै छ होइन, तर अब अहिले तपाईँको तुरुन्तै फलानु प्रोजेक्टमा सुरु भइसक्यो भन्ने चाहिँ छैन। कतिपय पाइपलाइनकै कुराहरू छन्। अनि हजुरको यो मुभीमा चाहिँ हजुरको चाहिँ कुन किसिमको के अरे रोल छ त? अब यो चाहिँ खासमा एउटा युवाहरूको जमातमा एउटा सङ्घर्षरत युवा हो। त्यो युवाहरू 2-3 जना हामी युवाहरू छौँ, त्यसमध्येको म एउटा क्यारेक्टर पोर्ट्रे गरेको छु। अब सबै कथावस्तु त नभनौँ होला, फिल्ममा हेरेपछि अझ प्रष्ट होला, किनभने यो अब रिलिज डेट आउँदैछ। त्यसले गर्दाखेरि यो एउटा फिल्मको पुरै स्टोरी भन्दा पनि स्टोरी चाहिँ कस्तो हो भने अलिकति समसामयिक विषयले लिएर अहिलेको राजनीतिक समय सापेक्ष छ। त्यसले गर्दाखेरि कन्टेन्ट राम्रो छ र सबैको पर्फर्मेन्स वाइज पनि सबै राम्रो बनाएको छ र अहिलेको आजको रिभ्यू पनि सबैले राम्रो भन्नुभएको छ। हामी उत्साहित छौँ। अब रिलिज भएर हेर्न चाहने दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब यो किनभने यो अहिले नेपाली मुभीहरू हेर्ने माहौल अझ अलिकति पहिलाभन्दा राम्रो छ। यो एउटा फिल्म पनि राम्रो फिल्महरूको मध्ये एउटा राम्रो फिल्म बनेको छ भन्ने लाग्छ मलाई। त्यसले गर्दाखेरि अब यहाँहरूले हेरेर प्रतिक्रिया दिनु होला, राम्रो भए राम्रो भनिदिनु होला, अब सुधार भन्ने कुराहरूलाई केही छ भन्ने भनिदिनु भयो भने हामी आगामी दिनहरूमा अझ राम्रो कामहरू लिएर अगाडि आउनेछौँ। धन्यवाद हजुरको यो अमूल्य समय हामीलाई दिनुभएको निम्ति। हामीले चाहिँ यो जङ्गल मुभीको च्यारिटी सोको रिभ्यू सुरुदेखि अन्त्य अहिलेसम्मको सबै दिइसकेका छौँ। अनि यो मुभीले चाहिँ अब भव्य रूपमा देशव्यापी रूपमा आउँदैछ भदौमा। अब डेट चाहिँ पछि फिक्स हुनेछ। हाम्रो आदिखोला टिभी च्यानलबाट यो प्रसारण हुनेछ। यसलाई हेरेर हजुरले साथ सपोर्ट दिनु होला अनि मुभीलाई पनि हजुरहरूले फेरि सपोर्ट दिनु होला भन्दै म बिदा हुन चाहन्छु। नमस्ते।